छोरा सम्झेर लगाइदिएको सोच्नु होला। यो चाहिँ अब कुनै धागो छुटेको छ भने यो गर्न मिल्छ, म अथवा चेन्ज गरिदिन्छु। म यो प्याकिङ नखोलिकन ल मदर्स डेको तपाईँलाई धेरै धेरै शुभकामना। यो चाहिँ बुहारीको तर्फबाट तपाईँलाई माइली तिलहरी पनि पठाएको है त। हस् त, थ्याङ्क यू भेरी मच। हेल्प पोस्टमा काम गर्छन् एउटा सोरेन भाइ, मुर्मु भाइ, त्यो टेन्ट लाग्यो। नमस्कार, हामी आज रोमानियाबाट हामी साइप्रसबाट आज मदर्स डेको पहिलो डेलिभरीको लागि उहाँको घरसम्म आइसकेको छौँ। भिडियोको अन्तिमसम्म जोडिँदै गर्नुहोला। खास हुनेवाला बुहारी जुन चाहिँ घोषित भइसकेको छैन, थाहा पनि छैन, आफ्नो हुनेवाला बुहारीले मदर्स डेमा स्पेसल गर्न लाउनु भएको। नमस्कार हजुर, आउनु। के छ भाइ, ठिक छ? ठिक छ। आन्टी कता हुन्छ? बुवा बाहिर जानुभएको छ, यता आउनु। आज स्पेसल दिन, आज के हो? तपाईँको बर्थडे हो? ल तपाईँले आज एउटा गेम खेल्नुपर्ने हुन्छ। त्यो गेममा चाहिँ गेस पनि गर्नुपर्ने हुन्छ। ल पहिलो त तपाईँलाई यो हामी बुके दियौँ। अब यो के ओकेजनमा हो? बर्थडे हो आज? पक्कै हो। आज आमाको मुख हेर्ने दिन। आज आमाको मुख हेर्ने दिनमा स्पेसल तपाईँलाई यो सरप्राइज आएको छ। साथमा एउटा केक पनि डिजाइन गर्नुभएको छ र केकमा के लेखिदिनु भएको छ भने ह्याप्पी मदर्स डे भनेर लेख्नु भएको छ। अब तपाईँले चाहिँ यो गेममा सहभागी हुन चाहिँ गेस गर्नुपर्ने हुन्छ यो कहाँबाट आयो होला भनेर। रुबी डिपार्टमेन्ट त एउटा सहायक हो, ल्याइदिने मेडिएटर मात्रै हो। तर यो गिफ्ट चाहिँ कसले पठाएको? को छोरा? कहाँ हुनुहुन्छ? उहाँ उता फर्काइदियो त। उहाँ हुने भए त उहाँले ल्याइदिनुहुन्थ्यो, आफै ल्याइदिनुहुन्थ्यो नि, म किन आउँथेँ? बसन्त मुर्मुको छोरा कहाँ हुनुहुन्छ? केरलामा हुनुहुन्छ। के जबको लागि, कामको लागि त्यहाँ हुनुहुन्छ। ल एउटा म्यासेज छ कि, म तपाईँलाई म्यासेज पढेर सुनाएँ, अनि गेस तपाईँको मिल्छ होला। माता तीर्थ औँसीको शुभकामना आमा। यस धरतीमा हजुरले टेकेर नै मैले यो सुन्दर संसार देख्न पाएँ आमा। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, भगवानले सधैँ रक्षा गरून् आमालाई। ह्याप्पी मदर्स डे। धेरै धेरै सम्झना छ मेरो प्यारो आमा भनेर लेखेको छ। अब यो चाहिँ छोराले होइन। अब कति कुरो थाहा छैन तपाईँलाई, थाहा छैन भने मै भनिदिने भएँ। यो छोरा होइन, छोरीको फोटो छ यसमा। अब गेस गर्न सक्नुहुन्छ को छोरीबाट आयो होला यो गिफ्ट? साइप्रसमा कोही हुनुहुन्छ? हो, बल्ल बल्ल मिले जस्तो छ। हुनेवाला बुहारी होइन? ठ्याक्कै अब चाहिँ ठिक्क मिलेको छ। यो कहाँ? साइप्रसमा बस्नुहुने सरिता हेम्ब्रम, जुन चाहिँ बुहारी भइसकेको छैन, अब चाहिँ हुनेवाला बुहारी हो। हुनेवाला बुहारीले मलाई 15 दिन अगाडि सम्झिनु भएको थियो। अनि आमा र बाबाको लागि सानो गिफ्ट लगिदिनु होला, केक लगिदिनु होला। मदर्स डेमा आमा बुवा सबैलाई पुरै मिस गर्छु। फोनमा भिडियो कलमा त जहिले बोलिएको होला, तर मदर्स डेमा आमासँग रहेर केक काट्न पाएको भए धेरै राम्रो हुन्थ्यो। काश त्यो दिन छिट्टै भएर जाओस्। बिहे भइसकेको छैन, तर बिहे नहुँदा पनि म तपाईँलाई आमा नै मान्छु। धेरै मिठो सम्झना छ, सधैँ सम्झिराख्छु। आज मदर्स डेको कारण, मदर्स डेको ओकेजनमा म धेरै टाढा छु, साइप्रसमा छु। तर साइप्रसमा भए पनि मन चाहिँ तपाईँतिर नै समर्पित छ। धेरै मिस गर्छु। मदर्स डेको धेरै धेरै शुभकामना छ आमा भनेर भन्नुभएको छ। साथमा आमा र बुवाको लागि स्पेसल गिफ्ट पनि पठाइदिनु भएको छ। ल यो हजुरलाई एउटा गिफ्ट ह्याम्पर पठाइदिनु भएको छ र यो बुवालाई गिफ्ट पठाइदिनु भएको छ। फेरि पनि तपाईँलाई मदर्स डेको धेरै धेरै शुभकामना छ है त। र साथमा सबैको लागि
यो चक्लेट र क्यान्डल पनि पठाइदिनु भएको छ। ल अब कन्फर्म भयो नि कसको अर्डर हो, कसले पठाएको भन्दा हुनेवाला बुहारी जो चाहिँ साइप्रसमा हुनुहुन्छ उहाँले चाहिँ तपाईँलाई विशेष आज सरप्राइज दिन चाहनु भएको हो। बुहारीलाई के भन्न चाहनुहुन्छ? ल एकपल्ट छिट्टै आउनु पर्यो। कहिले जानुभएको बुहारी? 3-4 वर्ष भयो नि। 4 वर्ष भए पनि धेरै सम्झना छ आमा बुवा र घरको सबै परिवारको सदस्यहरूलाई धेरै सम्झिनु भएको छ। आज स्पेसल सरप्राइज गराउन नै हामीलाई रुबी डिपार्टमेन्टलाई जिम्मा दिएकोमा साइप्रस बस्नु हुने सरिता हेम्ब्रम अनि छोरा हामीले चाहिँ यो सबै सिलेक्ट गरिदिएको थियो र तपाईँलाई नभनेको मात्रै हो। छोराले लुगाहरू चाहिँ चोइस गरिदिन गएको थियो, मम्मीलाई के मनपर्छ भनेर चोइस गरिदिन गएको थियो। छोरालाई पनि विशेष धन्यवाद सहित फेरि पनि रुबी डिपार्टमेन्टको तर्फबाट मदर्स डेको तपाईँलाई स्पेसली शुभकामना व्यक्त गर्न चाहन्छौँ। आज पहिलो डेलिभरी छोरालाई ड्युटी जानुपर्ने हुनाले यो सरप्राइज चाहिँ म पनि हेर्न पाऊँ भनेको कारणले पहिलो नै फर्स्ट डेलिभरीको लागि हामी यहाँसम्म आयौँ। फेरि पनि थ्याङ्क यू भेरी मच भन्दै रुबी डिपार्टमेन्टलाई यति टाढाबाट सम्झेर आज मदर्स डेमा स्पेसल सरप्राइज गराउन हामीलाई जिम्मा दिएकोमा थ्याङ्क यू भेरी मच भन्दै मदर्स डेको शुभकामना। यसरी नै हामीले 365 डेज 24 आवर नै विभिन्न किसिमका मदर्स डे, फादर्स डे र विभिन्न बर्थडे सरप्राइजहरूमा हामी लागिपर्ने नै छौँ। डोर टु डोर सर्भिस अन्तर्गत घर दैलो कार्यक्रममा डेलिभर गर्नेछौँ। यो कार्यलाई यहाँसम्म पुर्याउन रुबी डिपार्टमेन्टको सम्पूर्ण टिम र यो भिडियो क्लिक गर्ने हाम्रो चन्द्र भाइलाई पनि विशेष थ्याङ्क यू भन्दै आजको मदर्स डेको धेरै धेरै शुभकामना। जहिले खुसी बस्नु, स्वस्थ रहनु, धेरै माया गर्ने बुहारी पाउनु भएको छ। त्यो बुहारीलाई छिट्टै भित्र आएर घर सम्हाल्ने बनाउनु है त। हस् त, थ्याङ्क यू भेरी मच। हस् हुन्छ।